अटो रिक्सा पुलिसहरूले खाडीमा फालिदिए, कुनै पहाडबाट धकालिदिए तल। त्यस्तो पनि हुन्छ। त्यसको भरपाई कसले गर्छ? त्यो आफ्नो कमाई एक दिन कमाएर अनि त्यसपछि त्यही खाने गर्छन् बेलुका। अब त्यस्तो काम हुँदा कहाँबाट सुरक्षित महसुस गर्छन् गरिब मान्छे? त्यो पनि सोच्नुपर्छ। अहिले त काम त हेरेको छैन केही पनि बालेन सरकारको त, तर अहिले आउने सालमा आउने महिनामा हेर्छौँ हामी पनि। अब त्यस्तो हेरेर अनि त्यसपछि मात्रै हामी ढुक्क हुन्छौँ कि बालेन शाहलाई भोट दिने, पछि 5 वर्षपछि फेरि राख्ने कि नराख्ने त्यो डिसाइड गर्ने पछि हो। त्यही भएर हामी गरिबको पनि सोच्नुपर्छ अनि गरिबलाई पनि लिएर हिँड्नुपर्छ साथमा। किनभने गरिबको अरू कोही पनि हुँदैन। खालि सरकारलाई पर्खिबस्छन् गरिबहरू कि हामीलाई न्याय भेटिन्छ, हामीलाई हरेक चिज गर्छन्, हाम्रो खाना यताउता पूर्ति गर्छ सरकारले। त्यही भएर अब त्यो सबै हेर्ने चाहिँ सरकार नै हो। त्यही भएर हाम्रो होप छ कि आफूहरू चाहिँ राम्रो काम गर्नुहुन्छ अनि त्यसपछि अब हाम्रो नेपाल पनि अगाडि बढ्छ, तर सेफ्टीको साथमा। किनभने बोर्डरमा धेरै जसो चलिरहेछ अहिले, त्यो सबै बन्द हुनुपर्छ अनि त्यसपछि घुसपेटियामा रोक लाग्नुपर्छ। किनभने धेरै जसो पसेर अनि त्यसपछि नागरिकता बनाएर अनि त्यही पछि गएर हामीलाई नै लुटेर जति हामी कमाएका छौँ त्यति लुटेर अनि त्यसपछि आफ्नो घर भर्छन् अनि त्यसपछि बलात्कार, रेप यताउता गर्ने तिनीहरू नै गर्छन्। त्यही भएर सचेत रहनुहोला। अलि चस्मा लगाएर पनि हेर्दै गर्नुहोला भित्रबाट अब के भइरहेछ। मेरो एउटा अझै भनाइ छ कि जुन पछिल्लो सरकारले लुटेर राखेछ पैसा, ब्ल्याक मनीहरू, त्यसको जाँच हुनुपर्छ। तर यो ठुला मात्र हैन, गाउँपालिकासम्म पसेर अनि त्यसपछि हेर्नुपर्छ कोले कति खाएछ भनेर। किनभने ठुला मात्रै खाएको छैनन्, यहाँ गाउँपालिकामा